हेलो साथीहरू, के छ खबर? सो फाइनली हजुरहरूको यति सपोर्ट, ब्लेसिङ र मेरो एउटा मेहनतले मैले युट्युबमा 1K सब्सक्राइबर कम्प्लिट गरिसकेको छु है। सो थ्याङ्क्स फर एभ्रीवान, थ्याङ्क्स युट्युब फ्यामिली है, जसले मलाई यति सपोर्ट गरिदिनु भयो। 1बाट आज 1K सम्मको यो यात्रा गाह्रो धेरै थियो है। थ्याङ्क्स फर एभ्रीवान फर 1K सब्सक्राइबर्स। सो आज यो भाइ अस्तिको ब्लगमा पनि आएको थियो है। यसको यो मामा घर आएको छ। यो मामा घर है यसको मामा घर। अनि अब यो आज फाइनली 3-4 दिनपछि घर जाँदैछ है। यसको घर अस्ति म जता गएको थिएँ नि, यसमा प्र्याक्टिकल फिल्ड भिजिटमा हो, त्यही ठाउँमा हो। अब योसँग म पनि जाँदैछु आज। त्यहाँ अरू के ठाउँ रहेछ त हामी एक्सप्लोर गर्नेछौँ, त्यो अगाडिको ब्लगमा हेर्नु होला। सो अब हामी रेडी भएर लाग्छौँ। अब के हुन्छ हामी हेर्दै गरौँ। ओके साथीहरू, हामी रेडी भइसकेका छौँ है, आउटफिटमा आइसकेका छौँ। त्यसपछि अब हामी लाग्छौँ। त्यहाँ गाडी आएको छ, टुकटुक आएको छ, अनि त्यहाँ बसेर अनि त्यहाँबाट हामी जान्छौँ। हामी अहिले ट्याक्कै चमन चौकनिर छौँ है। चमन चौकनिर छौँ। अब यताबाट हामी दैतीतिर लाग्दैछौँ। हामीले अर्को अटो फेरिसक्यौँ। यता फुपू यता हुनुहुन्छ, अनि भाइ यता मोबाइल चलाउन के गर्न लाग्छ। म यस्तो रेडी, यस्तो विन्डो सिटमा यसो बाहिरतिरको भ्यूको आनन्द लिँदैछु। ल साथीहरू, हामी अहिले ट्याक्कै दैतीनिर पुगेका छौँ है। पुगिसकेका छौँ टक्क है। भाइ उता गर्दैछ। त्यसपछि बाहिर नदेखाउँ यता। सो फुपूको घर उतातिर हो। हामी उताबाट पनि जान सक्छौँ, बट हामी सर्टकट लिएर अलि हिँडेर जाँदैछौँ है। त्यहाँतिर हो। यताबाट यस्तो प्यारो भ्यू देखिन्छ, त्यो हामी यता भोलि एक्सप्लोर गरेर बताउँला है भोलिको ब्लगमा। सो अनि अस्ति म प्र्याक्टिकल फिल्ड गर्दाखेरि योवाला पसल छ नि, यो पसलको अगाडिको त्यो योवाला जङ्गलमा आएको थिएँ क्या। मलाई थाहा थिएन कि यता घर हो। त फर्स्ट टाइम आयो यता है, त्यही भएर मलाई कति पनि थाहा थिएन कता हो के हो भनेर। त्यही भएर म अस्ति त्यहाँ पुगेर पनि यता पुगेको थिएन क्या, त्यो कुरा। सो अब अब हामी लाग्छौँ है भाइ, गरिसक्नु काम। साथीहरू, हामी पुगिसकेका छौँ र यता मेरो दुईवटा खतरनाकवाला भाइहरू छन्। भाइ हेलो 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 हेलो। फेरि अर्को भाइ पनि छ यता। दुईवटा भाइसँग यता भेट। भाइ त फ्री फायर लभर हो फेरि, होइन? फ्री फायर लभर हो भाइ? फ्री फायर अलिक कम खेल्ने गर है, झन् खेल्छ यो त। तपाईँ पनि फ्री फायर लभर हो? यो आज क्रिकेट लभर हो के? या सो गाइज, सो एउटा भाइ पल्लो कुरा छ। हामी यता पुगिसक्यौँ। क्रिकेट लभरको घरमा ब्याट हुने त चान्स भइहाल्यो। चेस लभरको घरमा चेस छ। सो साथीहरू, अब हामी यता पुगिसक्यो। अब के हुन्छ हेर्दै गरौँ है। अनि भाइहरू मेरै भ्लग हेर्दै रहेछन् है। हरेक दिन साँझतिर ट्याक्क पारामा के आउँछ त्यो हेर्छन् है। आज यसमा त्यो प्र्याक्टिकल फिल्ड भिजिटवाला भ्लग चलिरहेको छ। यसमा त्यो एउटा भाइ यता के गर्दैछ। सो अब भोलि आउँछ एकदमै ब्युटिफुलवाला भ्लग के। त्यसमा भोलि हामी एक्सप्लोर गर्छौँ यताको ठाउँहरू। यताको ठाउँ करेन्ट सिचुएसन कस्तो छ त्यो ठाउँको भनेर मेनली हामी भोलि बुझ्ने कोसिस गर्छौँ है। सो अब आज रातिसम्म मात्र बन्छ आजको भ्लग। यो भ्लग जसले हेरे आएन त्यो हेर्नु है मेरो च्यानलमा गएर। यसमा पनि धेरै क्रेजी भएको छ। आज म यो ठाउँमा फुपूको घरमा आएको अहिलेसम्म आएको थिएन कि। म जन्मेदेखि अहिलेसम्म आएको थिएन। त्यही भएर फर्स्टचोटि आयो। त्यही भएर अलि मेरो लागि भन्नाले यहाँ स्वागत कार्यक्रम हुन्छ कि, मलाई टिका सिका लाएर है अलि स्वागत गर्ने काम हुन्छ। यता सबै मेरो भाइहरू फुपू, त्यसपछि यताको हजुरआमा हजुरबा सबै मलाई टिका लाउँछन् है। त्यो एउटा कार्यक्रम रहेछ कि। म फर्स्टचोटि आएको हुन्छ, त्यही भएर अब यसरी लाउँछन् उता लाउने। अब त्यही भएर म अलि एउटा बनाउन लाग्छु। त्यो मेरै भिडियो चलिरहेको छ। ल हाम्रो खाना आइसकेको छ अहिले हाम्रो साग र त्यसपछि यहाँ सेल पुरी छ है। भाइ पचापच पस्काउँदैछ। ल फुपू के ल्याउँदैछन् ल। ओके गाइज, सो हामीले खानासाना सबै भइसक्यो। अब हामी भाइ अलिक धेरै आज खुसी छ खै किन हो है? किन भाइ त आज यति खुसी? म त्यही भएर भाइ अलि बढी नै खुसी भएको छ है। किन रहेछ? भिगे होठ तेरे।
सो गाइज भोलि चाहिँ एकदमै मजा आउनेवाला चाहिँ किन भन्दाखेरि भाइको कारणले के भाइ एकदमै कस्तो भाइ त किरिसको गानावाला भाइ सो गाइज आजलाई यति नै भोलिको ब्लगमा हेर्नलाई कस्तो हुन्छ के हुन्छ आई थ्याङ्क्स फर लभ एन्ड केयर स्टे ट्युन सब्सक्राइब भाइ यस्तो गर्दा